सो हे गाइस वेलकम टु ब्याक माई न्यू भ्लग। सबैजना सन्चै आराममा हुनुहुन्छ होला, म पनि सन्चै आराममा एकदम बिन्दास पारामा। अनि आज चाहिँ मेरो छुट्टी थियो होइन, अनि त्यही हो नुहाइधुवाइ गरेर 12 बजे आज उठेको थिएँ होइन, कामको छुट्टी। अनि अब काम भएपछि छिटो उठ्ने। अनि विशाललाई चाहिँ बिहानै काममा गइसक्नु भएछ। अनि सो त्यही हो, अनि उठेर नुहाइधुवाइ गरेर अनि आजको भ्लग चाहिँ स्टार्ट। अनि यहाँ ताला मात्र रहेछ, अनि म त अब बाहिर जानुपर्छ नि त। अनि ताला मात्र रहेछ, अनि चाबी चाहिँ विशाल दाइसँग रहेछ कि फेरि ताला खुल्ला चाबी विशाल दाइसँग, चाबी लिन जानुपर्छ होटेलमा होइन, त्यही हो। अनि फेरि यस्तो चाहिँ सुत्यो उठ्यो हिँड्यो बिहान, अब त्यही त हो होइन, बत्ती बन्द गर्नुपर्ने हुन्छ। अनि चुक्का लाएर निस्केँ म चाहिँ। ओहो एउटा काम बिर्सेछु क्या, मोबाइल यहीँ छोडिदिएछु होइन, यहाँ फेरि चोरी हुन्छ क्या हरि होइन। अनि त्यही हो गाइज, आज चाहिँ म पार्कतिर जान्छु भ्लग बनाउनु होइन। अनि अब मेरो आजको भ्लग चाहिँ यहाँको सुरक्षाकर्मी। अनि अझै जाँदैछु यो बाटो सरेर लाएर। विशाल दाइ चाहिँ काममा हुनुहुन्छ कि, उहाँको अस्ति छुट्टी थियो नि त। अनि फेरि अनि सँगै अब अर्को हप्ताबाट सँगै छुट्टी दियो भन्ने भनेको, अहिलेको हप्ता मिल्दैन अर्को हप्ताबाट हुन्छ भन्दै थियो। अनि किनकि हाम्रो काम गर्ने ठाउँ फरक फरक छ नि त। ठाउँ भन्नाले अब जस्तै विशाल दाइ काउन्टरमा हुनुहुन्छ नि, म उता हाउसकिपिङमा छु क्या। त्यही भएर काउन्टरकोले एउटा मान्छे छुट्टी पाउने, अनि मैले एउटा त्यो हेल्प के भन्छ हाउसकिपिङबाट एउटा छुट्टी पाउने हो। त्यही हो, गाडीहरू हिँडिरहेको छ होइन त्यसो। मलाई चाहिँ सन्चैले क्या हल्का बिमार थियो नि त, त्यही माथि नुहाइदिएको झन् जाग्ने होला। अस्ति हात भएको चाहिँ लास्टै पार्थिन, गाडीहरू आइरह मान्छेहरू कुरिरहेको यता आउन, म पनि कुरिरहेको छु उता जानलाई। त्यही हो, म चाहिँ अब बाटो पार गरेपछि होइन, अलि अगाडि पुगेपछि फेरि भ्लग स्टार्ट गर्छु। गाडीहरू यस्तो जाम भएर उताबाट नि आइरहेको गाडी। यता चाहिँ सुट्टा हान्न आइरहेको छौँ क्या, अरे रेड लाइट एरिया पुलिसको होइन। त्यही हो, यताको ढाबाहरू चाहिँ हरिप चल्छ क्या, मान्छेले घर भात पकाएर खान्छन्, यहाँ खान्छन्। यहाँको सबले सब यहाँ चाहिँ एकदम भिडभाड रमाइलो छ होइन, यस्तो भिडभाड छ। अनि मलाई चाहिँ फरक पर्दिनँ क्या, यस स्यालो। अनि यस्तै चाहिँ यता मान्छेले घरमा भात पकाएर चाहिँ खाँदैन, यता आएर चाहिँ घाम कि घाम हानिदिने हो। त्यही हो पुरा, यताको मान्छेले चाहिँ काम गर्ने होइन, अनि ढाबामा हान्ने काममा चल्दिने। म चाहिँ पुग्न लागिसक्यो कि धेरै टाढा चाहिँ छैन, नजिकै हो छ। अनि यताको मान्छेहरू चाहिँ मलाई देखेर त्यस्तो फरक केही लाग्दैन क्या। सो म चाहिँ पुगिसकेँ उयो होटेल। अब चाबी लिएर फर्किनु पर्ने हुन्छ कि साला चोको दैले कस्तरी हेरेर। त्यही हो, म चाहिँ आइपुगेँ। मलाई चाहिँ यहाँ हुनुहुन्छ चाबी दिनलाई चाहिँ हाम्रो म्यानेजर। म चाहिँ अब नास्ता के भने नास्ता के भात काम गर्दा भिड छ नि त अहिले दोकान, त्यही पनि हल्ला छ धेरै। अनि त्यही हो, म चाबी लिइसकेँ। अब नास्ता खानु पर्ने हुन्छ, नास्ता खाएर म चाहन्छु। नास्ता चाहियो केटाबी
होइन दामी हुँदैको यो मिक्स रेडी हो सो अब चाहिँ म चाबी लिइसकेँ चाबी लिएर नास्ता सास्ता खाएर अनि सबैलाई बाई गरिदिएर आइदिइसकेँ होइन यस्तो छ त अब म पार्कतिर जान्छु अब चाबी लाएर होइन त्यसपछि म भिडियो अन गर्छु अनि ओके गाइस त्यही नै थियो भन्नलाई होइन त्यहाँ चाहिँ मान्छेहरूले मलाई यस्तरी हेरिरहेको होइन बाल भएर त्यही नै हो कुरा यसो तालासाला आधा तालासाला लाएर चाहिँ अब फर्किन लागेको हजुर दाइ अनि ताला लगाइदिइसकेँ दाइले माथिबाट पुट्टे भाइ भन्नु हजुर दाइ भन्नु अब म भर्खर नास्ता आएको दाइ अब यसो पार्कतिर आउनु होला न पार्कतिर अब म चाहिँ पार्कतिर चल्दिनु ला भ्लग छ साथमा आउनु होला नि त म उहीँ हुन्छ सो अहिले म चाहिँ पार्कतिर आइसकेको छु होइन पार्क यस्तो छ यहाँ त अलि अगाडिबाट उता जानुपर्ने हुन्छ त्यही हो अब यस्तै छ हेर्दा हुन्छ आइएम टेकिङ इन्ट्री होइन चाहिँ यस्तो छ त जानलाई यहाँ यस्तै तालहरू छ क्या अरे यहाँ पाइदलवाला धुवा छ होइन अनि म धुवा चाहिँ चढ्दिनँ अस्ति चढेको छ खुट्टा दुखेर लास्टै यता चाहिँ अड्किनु पाइदल हान्न नसकेर त्यही नै हो पार्क चाहिँ यस्तो छ अनि यता चाहिँ अन्त जानु पाइँदैन उता भित्रभित्र सबै गेट लाएर राखेको छ यहाँ गेट लगाइरहेको छ अनि यता यस्तो त्यही नै हो त्यो पार्कबाट चाहिँ म निस्किसकेँ होइन त्यहाँ उता भित्र जाने बाटोहरू चाहिँ बन्द गरिरहेको छु किन हो थाहा भयो तर मान्छेहरू बसिरहेको अझै अगाडिबाट जाने ठाउँ छ र के हो बुझेन मैले होइन यताबाट चाहिँ सिधा त्यहाँ हाइवेमा निस्किन्छ क्या अनि हाइवे भन्दा पनि त्यस्तो ठुलो हाइवे होइन है त्यो भित्रको हाइवे जस्तो अनि म चाहिँ यो बाटोमा हिँडेँ यता आइसकेर अनि फेरि फर्किनु ला होइन अनि अलिक सन्चो छैन आवाज पनि कस्तो आइरह होला अनि फेरि त्यही हो होइन दुःख गर्नु भनेर अब म चाहिँ होइन अब दुःख गर्न भन्नाले नि अब त्यस्तो के दुःख भन्नु त होइन अनि म चाहिँ होइन कमाउन आएको छु त्यो कुरा थाहा छ मलाई म नि यहाँ त्यस्तो नराम्रो यताउता गरेर हिँड्ने छैन होइन अनि कमाउन आएको हो सबै कुराको उ गर्नु छ अनि त्यही हो अब जिन्दगी स्ट्रगलमै छ स्ट्रगल गर्ने हो जिन्दगी एउटा यात्रा हो होइन यात्रामा चल्न हाम्रो कर्तव्य हुन्छ चाहे त्यो अब अगाडि जतिसुकै पहाड भए पनि त्यसलाई फुटाल्दै हिँड्दै गर्ने उमेर हो जस्तो लाग्छ क्या यो उमेर भनेको अनि हार थकित हुने उमेर होइन केही गर्नुपर्छ अब अगाडि बढ्नुपर्छ भन्ने सोच राखेर म चाहिँ हिँड्दैछु अनि त्यस्तो नराम्रो बाटोमा म लाग्ने छैन होइन सबै मेरो फ्यामिलीहरूले सुनिदिनु होला उहाँ गयो अब यताउता बिग्रेला हिँड्नु केही टेन्सन गर्नु पर्दैन म चाहिँ एकदम बुझेको छु अब त्यही नै हो सबै कुरा बुझेर अघि बढ्ने छु त्यही नै हो अब नेक्स्ट भ्लग चाहिँ म फेरि हाल्ने छु सबैजनाले हेरेर साथ सपोर्ट माया दिनु होला भन्ने आशाका साथ म अघि बढ्दैछु होइन सपोर्ट गरिदिनु होला सबैजना मिलेर त्यही भन्न चाहे यता चाहिँ यस्तो छ यो चाहिँ त्यो माथि रेलवे हिँड्ने ट्र्याक हो